भन्न चाहन्छु तपाईको बाउको नाममा कति बिघा जमिन छ भन्नुस्। सोध्ने छ नेपाली जनतालाई तपाई भन्न सक्नुहुन्छ कति बिघा जमिन तपाईको बाउको नाममा छ। यो रन्डीको छोरा यसले हर्क साम्पनको कुत्ता पाल्तु कुत्ता छोटा पठानले बोलिरहेछ कि बालेन दाईको बाउको सम्पत्ति कति छ। अरे रन्डीको छोरा तिम्रो बाउको सम्पत्ति कति छ त्यो मात्रै भन्देऊ न। तिम्रो आफ्नो जमिनको लाल पूजा छैन, अरू मान्छेको जमिनमा अलानीमा बसेर जमिनलाई कब्जा गरेको छ। साथीहरू गएर मोहतरी जिल्लामा सोध्नुस्, खुट्टा गाउँमा गएर सोध्नुस् यसको औकात कति छ। पहिले अरू देशको सङ्गठनहरूसँग पैसा खाइरहेको थियो, त्यसपछि त्यसले लात हानेपछि आपे सङ्गठन खोल्यो, त्यसपछि अब नेताहरूको एमाले कङ्ग्रेसहरूको आँडमा तेल लगायो, त्यसपछि त्यही भनेपछि हर्क साम्पनको पछाडि गइरहेछ। अनि अहिले काठमाडौँमा गएर बोलिरहेछ यो पैसाको लागि, यसको औकात केही छैन। यसलाई जब जति बालेन दाईलाई असभ भाषा युज गरिरहेछ नि देशको प्रधानमन्त्रीलाई, यसको पार्टीको हर्क साम्पन पनि पहिला उहाँको छोरीको बारेमा फोटो लगाएर हर्क साम्पन तुलना गरेर थियो सुकुम्बासीसँग। उहाँको छोरीलाई केही थाहै छैन, यति सानो छ। अनि यो रन्डीको छोराले यसको बाउको बालेन दाईको बाउको बारेमा भनिरहेछ। उहाँको बाउको पनि निधन भइसक्यो, बालेन दाईको बाउको निधन भइसकेछ। उहाँले आफ्नो छोरालाई प्रधानमन्त्री पनि हेरेको छैन। अनि त्यसपछि यस्तो कुरा गरिरहेछ हर्क साम्पनले, हर्क साम्पनको कुत्ताले, छोटा पठानले। यो मुजीको केही औकात छैन। यही कुरा जनकपुरमा आएर बोलोस् न, सो घाँटीमा लाठी पेलेर अनि माटी टाङ्दिन्छ। यसको औकात छैन साथीहरू, यो छोटा पठानको औकात छैन। जस्तो यसको अध्यक्ष त्यस्तो यो माछिक्ने।